ओहो हो क्या दामी छ धरहरा चाहिँ। धरहरामा यस्तो पानी जडान गरिएको रहेछ होइन। यस्तो मजा छ क्या एकदम मजा आउँछ होइन। मजा लाग्यो। आहा म आज धरहराचोटि पहिलोचोटि होइन यो धरहरा नयाँ धरहरा बनेदेखि म पहिलोचोटि यहाँ धरहरामा आएको छु होइन। योभन्दा पहिला म पुरानो धरहरा हुँदाखेरि 2067 सालतिर आएको थिएँ। अहिले चाहिँ ठ्याक्कै 2082 साल भएपछि 67 70 भनेपछि सिधै 15 वर्षपछि म फेरि अर्को नयाँ धरहरा गर्न आउँदैछु होइन। त्यो बवाल छ क्या धरहरा पानीमा धरहरा भन्छ होइन। त्यो खतर रहेछ क्या 15 वर्षपछि नयाँ धरहरा चढ्न आएको है। भगवान् देखिरहेको छ ल है। धरहरा यस्तो दामी छ होइन। तपाईँले नि यसो कोही कतै यसो बेला मौका मिलेसम्म है धरहरातिर यसो घुम्न आउनुभएछ भने यति रमाइलो ठाउँ छ होइन। तपाईँले नि यसो सकेसम्म भिजिट गर्नु होला होइन। म चाहिँ भिजिट गरिसकेको छु साथीहरू होइन धेरै समयपछि है। अब 15 वर्षपछि नयाँ धरहरा बनेपछि मात्रै आउँदैछु। 2072 सालको भूकम्पमा यो धरहरा चाहिँ पुरा रूपमा ध्वस्त भएको थियो होइन। त्यस लगतै म यतातिर आउन पाएको थिएन होइन। तर धरहरा पनि बनिसकेको थिएन। अहिले ठ्याक्कै 15 वर्षपछि धरहरा अवलोकन गर्न पाइएछ होइन। त्यो दामी देखिन्छ है। त्यो भगवान् रहेछ धरहरा कस्तो खतरा धरहरा हो त्यो ठाउँ है। दामी दामी छ। त्यो छ धरहरा होइन। ल है यता पनि यस्तो दामी रहेछ होइन। फोटोसुट पनि भइरहेको छ भित्र। ओहो कि दामी बनाएर छ। नसोचेकै मैले यस्तो होला भनेर सोचेको थिएन होइन। कि बवाल रहेछ क्या भित्र। यो कस्तो छ यो टेन्ट टाइपको है एउटा। त्यो दामी देखिन्छ। त्यो खतरा भित्र चाहिँ कि दामी रहेछ। त्यो खतरा रहेछ रहेछ। धरहराको अवलोकन गर्न आएको है। यता म त यतातिर हेर्दा हेर्दै व्यस्त पो भइसक्यो त। त्यो दामी रहेछ यार। ओ माई गॉड कि दामी रहेछ यार धरहरा। धरहरालाई चढ्न चाहिँ 200 पैसा पर्छ है। एकजना बराबर 200। विद्यार्थी र यसो ज्येष्ठ नागरिकलाई चाहिँ अलिक छुट रहेछ होइन। हामीले चाहिँ 200 रुपियाँ छ होइन। 200 रुपियाँ तिरेको पनि केही फरक पर्दैन ल। त्यो लोभ मान्नुपर्ने छैन होइन। यति मजाको ठाउँमा घुम्नु पाइन्छ भनेपछि त 200 रुपियाँ केही पनि होइन जस्तो लाग्छ है साथी। या दामी छ है। ल है यस्तो राम्रो छ कि पुरै छोडौँ यो भिडियो चाहिँ। तपाईँहरूको होइन साथीहरू लगायत आफ्नो फ्यामिलीहरू ल्याएर यसो घुमघाम गर्नको लागि यो धेरै राम्रो ठाउँ छ है यो। साथीहरू यसो शनिबार समय मिल्यो भने यसो घुम्न आएर यसो भिडियो सिडियो यसो फोटोसोटो बनाउन सकिन्छ मजाले है। या दामी छ है यहाँ भित्र पनि। यी दामी ठाउँ छ पुरै छोडौँ के। सर्लक्कै हो सर्लक्क।
हा माइनस यहाँ हो यार सिद्धै पुरा यस्तो भिडियो खिच्नु